यस्तो पनि हुन्छ देउसी? गुन्यु चोलो लगाएर मादल बजाउँदै खेल्नु पर्ने देउसी भैलो? हेर राम 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 के देख्नु परेको? यो त हाम्रो स्टाइल हो नि आन्टी। उहिलेको जमाना खुइले। तिमी कुन युगमा छौ आन्टी? यो त वैज्ञानिक युग हो। वैज्ञानिक युग होला, तर नानीहरू संस्कृतिको नाममा विकृति बनाएर बहुला युग नबनाऊ। भाषण दिन थालियो सुड्डी। जाम लोभी रैचिनी। अरू घर छँदैछ नि, यही घरमा खेल्नु पर्छ भन्ने के छ र? त्यही त भने लुजाउँ केटीहरू। हे भगवान, देउसीको नाममा के हो यस्तो? बाटो हिँड्नेले देखे भने पनि फलानो ठाउँमा कस्तो देउसी खेलेका हुन् भनेर हाम्रो ठाउँको बदनाम नै हुने भो। अरेली काँडैले होइन का केटीहरू, बिस्ताराले पोले भनाउ न। होइन यो डेक पनि बज्दैन त के हो? फालिदिन्छु। ओइ केटीहरू झ्यापमा रहेछन्, यही बेला दाउ पार। हुन्छ हुन्छ, यही मौकामा चौका हान्नुपर्छ। हामीलाई पनि मायाले हेर पार्वती, लै लै लै। हामीसँग जाउँ, रमाइलो गरौँ। ओइ पुलिस आयो, पुलिस भागो भागो। होइन किन डराइरहेको? यिनीहरू त भाग्यो त है। पुलिस भनेको त हाम्रो साथी पो हो त। साथी मात्रै होइन, दिदी बहिनी पनि हो। के पारा हो? नसाको तालमा हल्लिएको छ देउसी भनेको छ। देउसी खेल्न पनि नपाउने? हामीलाई अर्ती नदिनु न हो। हामी अपराधी हो र? नबुझ्ने हो र? हामी त +2 का विद्यार्थी पो हौ त। अनि पढन्तेको पारा यही हो? तिमीहरूको यस्तो ताल देखेर तिमीहरूको भाइ बहिनीले के सिक्छन्? समाजले के भन्छ? हेर बहिनी, यस्तो नसामा रम्ने बानी ठिक होइन। अपराध नै गरेनौ भन्दा पनि अपराधीहरू दाउ हेरेर बसिरहेका हुन सक्छन्। बलात्कार, हत्या घटनाहरू दिनदिनै बढिरहेका छन्। अलिकति सुरक्षालाई पनि ख्याल गर न। भोलि तलमाथि केही भयो भने शान्ति सुरक्षामा प्रहरीले के हेरेका थियौ भनेर उल्टै हामीलाई आरोप लाउँछन्। तिमीहरू जस्तो होनहार युवाहरूले त अझ अरूलाई सम्झाउनु पो पर्ने हो। ए चिन्तै नलिनु न, हामी लड्दै भए नि घर पुग्छौँ। जाऊ साथी हो, देउसी रे। तिहारको बेला पनि देउसी भैलो खेल्न नदिने पुलिस प्रशासन मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। ए ल, तपाईँ घरबेटीहरू पनि पो आइसक्नु भएछ। हामी प्रहरी तपाईँहरूको सामु उभिँदा झर्को नमानिदिनु होला। पर्वमा पनि घर नगई ड्युटीमा खटेका छौँ। हेर्नुहोस्, यस्तो भड्किलो देउसी भैलो देखेपछि आम नागरिकको हिसाबले सम्झाइ बुझाइ पनि गरिदिनु होला। देशको संस्कृति, संस्कार, पहिचान भएन मात्र भनेर समीक्षा गर्ने मात्र होइन, सम्झाइ बुझाइ पनि गरिदिनुस् न। चाडपर्वसँगै शान्ति सुरक्षामा हजुरहरूले आफ्नो ठाउँबाट सकेको सहयोग पनि गरिदिनु होला। सबैलाई दीपावलीको शुभकामना।